आज मिति 2082 साल पौष 7 गते सोमबार, तदनुसार 2025 डिसेम्बर 22। पहिलो राशि मेष राशि। मेष राशि हुनेहरूका लागि आजको दिन सक्रिय र उत्साहजनक रहनेछ। कामकाजमा नयाँ जिम्मेवारी आउन सक्छ, जसलाई धैर्यपूर्वक सम्हाल्नु भयो भने राम्रो परिणाम मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ, तर अनावश्यक खर्चबाट जोगिनुहोला। पारिवारिक वातावरण सुखद रहनेछ। स्वास्थ्यमा सानो थकान महसुस हुन सक्छ। आरामलाई प्राथमिकता दिनु राम्रो हुनेछ। वृष राशि। वृष राशि हुनेहरूका लागि हिजोभन्दा तपाईँको मन आज शान्त रहनेछ। अड्किएको काम बन्ने सङ्केत छ। जागिर वा व्यवसायमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। आम्दानीको स्रोत बढ्ने सम्भावना देखिएको छ। प्रेम सम्बन्धमा आपसी समझदारी बढ्नेछ। पेट सम्बन्धी समस्या देखिन सक्छ। खानपानमा ध्यान दिनुहोला। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आजको दिन राम्रो रहेको छ। तपाईँको बोली र व्यवहारले अरूलाई प्रभाव पार्नेछ। पत्रकारिता, लेखन, सञ्चार वा अध्ययनसँग सम्बन्धित व्यक्तिका लागि राम्रो दिन रहेको छ। नयाँ योजना सुरु गर्न सक्नुहुन्छ। साथीभाइसँगको भेटघाटले मन खुसी बनाउनेछ। मानसिक तनाव घट्दै जानेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि आजको दिन सामान्य रहेको छ। भावनात्मक रूपमा अलि संवेदनशील हुन सक्नुहुन्छ। परिवारको कुनै सदस्यको कुराले मन छुनेछ। आर्थिक निर्णय गर्दा हतार नगर्नुहोला। पुराना लगानीहरूबाट फाइदा हुने सङ्केत देखिएको छ। स्वास्थ्य सामान्य रहनेछ, तर चिन्ता कम गर्ने र ध्यान वा प्रार्थना गर्नु उपयोगी हुनेछ। सिंह राशि। सिंह राशि हुनेहरूका लागि आजको दिन राम्रो रहेको छ। आत्मविश्वास बढ्ने दिन रहेको छ। नेतृत्वदायी भूमिकामा सफलता मिल्नेछ। काममा प्रशंसा पाइनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। प्रेम जीवनमा सकारात्मक परिवर्तन आउनेछ। आँखा सम्बन्धी समस्या वा टाउको दुखाइ हुन सक्छ। समयमै आराम गर्नुहोला। कन्या राशि। कन्या राशि हुनेहरूका लागि योजनाबद्ध काम गर्दा सफलता मिल्नेछ। अध्ययन, परीक्षा वा अनुसन्धानमा राम्रो प्रगति हुनेछ। खर्च नियन्त्रणमा रहनेछ। परिवारमा सानो विवाद देखिए पनि मिलेर समाधान हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। तुला राशि। तुला राशि हुनेहरूका लागि सम्बन्ध सुधारको दिन रहेको छ। बिग्रेको सम्बन्ध फेरि राम्रो बन्न सक्छ। कानुनी वा कागजी काममा सफलता मिल्नेछ। आर्थिक पक्ष मजबुत हुँदै जानेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। शारीरिक रूपमा अलि थकान महसुस हुन सक्छ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि रिस वा आवेग नियन्त्रण गर्न सके ठुलो लाभ हुनेछ। गोप्य योजना सफल हुन सक्छ। पत्रकारिता वा अनुसन्धान क्षेत्रमा लागेकालाई नयाँ सूचना मिल्नेछ। आम्दानीको नयाँ बाटो खुल्ने सङ्केत देखिएको छ। स्वास्थ्यमा रक्तचाप वा तनावको ख्याल गर्नुहोला। धनु राशि। धनु राशि हुनेहरूका लागि आजको दिन राम्रो रहेको छ। आज यात्रा वा नयाँ अनुभवको योग रहेको छ। भाग्यले साथ दिनेछ। पढाइ, तालिम वा सिप विकासको लागि राम्रो दिन रहेको छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम जीवनमा रमाइलो समय बित्नेछ भने खानपानमा ध्यान दिनुहोला। मकर राशि। मकर राशि हुनेहरूका लागि मेहनतको फल पाउने दिन रहेको छ। लामो समयदेखि गर्दै आएको सङ्घर्ष सफलतामा परिणत हुन सक्छ। आर्थिक अवस्थामा सुधार आउनेछ। वरिष्ठ व्यक्तिहरूबाट सहयोग मिल्नेछ। घुँडा वा जोर्नी दुख्ने समस्या देखिन सक्छ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि नयाँ सोच र अनुभवले मन भरिनेछ। सामाजिक सञ्जाल, मिडिया वा सृजनात्मक काममा सफलता मिल्नेछ। साथीभाइको साथले आत्मबल बढ्नेछ। प्रेम सम्बन्धमा नयाँ मोड आउन सक्छ। निद्रामा ध्यान दिनुहोला। मीन राशि। मीन राशि हुनेहरूका लागि आज आध्यात्मिक र भावनात्मक रूपमा राम्रो दिन रहेको छ। मनले चाहेको कुरा पूरा हुने सङ्केत छ। कला, सङ्गीत वा लेखनमा रुचि बढ्नेछ। खर्च अलि बढ्न सक्छ, तर आवश्यक काममै हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।